आजको यस महत्त्वपूर्ण कार्यक्रमका आदरणीय सभा अध्यक्षज्यू, प्रमुख अतिथिज्यू, अन्य अतिथिज्यू लगायत सम्पूर्ण पूर्व मेचीदेखि पश्चिम महाकालीबाट आजको यस तेस्रो वार्षिक उत्सवलाई भव्य र सभ्य रूपमा सम्पन्न पार्नको निम्ति उपस्थित हुनुभएका सम्पूर्ण आदरणीय गोल्डेन परिवारप्रति हार्दिक नमस्कार। म जीवा भूषाल घिमिरे, प्रदेश नम्बर 5 डाङबाट आज स्टेजमा इमरल स्टारको रूपमा यहाँ उपस्थित हुने जुन अवसर पाएको छु, यो श्रेय चाहिँ सम्पूर्ण गोल्डेन परिवारलाई दिन चाहन्छु र म कति पनि धन्यवाद नदी बस्न सक्दैन। सबभन्दा पहिला यो सुन्दर प्लेटफर्म खोलेर विशेष गरेर मैले महिलाहरूलाई जोड्न चाहन्छु। महिलाहरू पनि उद्यमशील बन्न सकिन्छ भन्ने एउटा उदाहरण देखाउने एउटा कम्पनी गोल्डेन नेपाल सिङ्गो कम्पनीलाई म हृदयदेखि आभार र सम्मान व्यक्त गर्न चाहन्छु। कम्पनी दीर्घकालीन रूपमा टिकोस् हाम्रो शुभेच्छा छ। कम्पनीले उत्पादन गरेका हरेक प्रोडक्टहरूको गुणस्तरीयता सधैँभरि एक नासले कायम रहोस्, यो हाम्रो शुभेच्छा छ। हामी अवश्य पनि अगाडि बढ्न सक्छौँ। अघि हाम्रो प्रमुख अतिथिले भने जस्तै आफूले आफूलाई विश्वास गर्न जरुरी छ। जति हामीले आफूले आफूलाई विश्वास गर्छौँ, हरेक कामलाई विश्वास गरेर त्यो विश्वासमा अडिएर निरन्तरता, पारदर्शिता, धैर्यता, हरेक कुरामा विश्वास गर्यौँ भने हामी अवश्य पनि अगाडि बढ्न सक्छौँ। यो गोल्डेन नेपाल एक्लैले चलाउने न। आदरणीय राजेश थैब सरले अघि नै आफ्नो महत्त्वपूर्ण मन्तव्य राख्दै गर्दा हिजो 40 जनाबाट एउटा सहकारीको सुरुवात गरेको मेरो समाज सेवामा मेरो लगाव हिजैदेखि थियो। अहिले तेस्रो वार्षिक उत्सव मनाउँदै गर्दा 60,000 गोल्डेन परिवारको यहाँ उपस्थित गोल्डेनमा जोइन भइसकेका छौँ। मेरो उद्देश्य 60,000 मा होइन, 60 लाख जनता आम नेपाली दाजुभाइ दिदी बहिनीहरूमा जोड्ने मेरो प्रतिबद्धता छ भनेर जुन महत्त्वपूर्ण मन्तव्य आफ्नो वक्तव्य दिइसक्नु भएको छ, यसको लागि गोल्डेन नेपाल परिवारलाई हृदयदेखि आभार र सम्मान व्यक्त गर्न चाहन्छु। र म पनि यसमा आफू बिरामी भएर उपचारको क्रममा जोडिएको यति सुन्दर प्लेटफर्म कहिलेकाहीँ बिरामी हुनु पनि एउटा सौभाग्य रहेछ। मैले यति धेरै गर्व ठान्छु र म यहाँ धन्यवाद नदिन सक्दिनँ। म आदरणीय रत्नकाजी श्रेष्ठ सरलाई र सबिन खड्का सरलाई हृदयदेखि सधैँभरि सम्मान व्यक्त गर्न चाहन्छु। उहाँहरूको कारणले गर्दा म आज स्टेजमा आफ्ना भनाइहरू राख्ने जुन अवसर पाएको छु र मैले पूर्व मेचीदेखि हाम्रो गोर्खाको टिम, पाल्पाको टिम, दाङको समग्र टिम, भक्तपुरको टिम लगायत पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको सम्पूर्ण गोल्डेन परिवारलाई फेरि पनि हृदयदेखि आभार र सम्मान व्यक्त गर्न चाहन्छु। र मेरो अन्तिम भनाइ के छ भने कोही पनि निराश नहौ। हामी जुन प्लेटफर्ममा छौँ, हरेक काम गर्दा समस्या आउँछ, चुनौती आउँछ। समस्या आएन भने समाधान कसरी गर्ने, चुनौती नै आएन भने चुनौतीलाई पार कसरी गर्ने, चुनौतीलाई एउटा अवसरको रूपमा लिएर हामीले आफ्नो दृढ विश्वास र सङ्कल्पलाई कुनै पनि डगमगाई नरहेर हामी अगाडि बढ्न चाह्यौँ भने हरेकको जीवन जोडिएको छ। हामी हरेक महिला दिदी बहिनीहरू घरको कामलाई व्यवस्थापन गर्दै उद्यमशीलतामा जोडिनु छ। म मात्र होइन, हामी भनेर देखाउनु छ। व्यक्तिगत र सामाजिक एउटा राष्ट्रमा पनि महिला उद्यमशीलताले गरेपछि के हुँदैन भन्ने एउटा प्रमाणित गरेर देखाउने छ भन्न चाहन्छु। सबैमा कसैमा पनि निराशा नहोस्। हरेकले लेभल पार गर्नुहुन्छ। आफ्नो टिम सेटिङ गरेर एउटा फलोअपको बिजनेस हो। यो बिजनेसलाई सबैले सबैमाथि ऊर्जा, हौसला प्रदान गरेर अगाडि बढ्यौँ र हरेक कुरालाई सम्भावना देखेर एउटा विश्वासको वातावरण सिर्जना गर्यौँ भने यो स्टेजमा हामी हजारौँ व्यक्तिहरू, लाखौँ व्यक्तिहरू आएर आफ्ना अनुभव सेयरिङ गर्ने एउटा महत्त्वपूर्ण अवसर पाउनेछौँ भन्दै सबैप्रति आज यो महत्त्वपूर्ण अवसर दिनुभएकोमा हृदयदेखि आभार र सम्मान व्यक्त गर्दै मेरो आफ्नो भनाइ यही समापन गर्ने अनुमति चाहन्छु। धन्यवाद। जय गोल्डेन नेपाल।